बेबिलोन नेसनल स्कुलले विद्यार्थीको आन्तरिक क्षमतालाई प्रस्फुटन गर्नको लागि समय समयमा विभिन्न विषयवस्तुलाई आधार बनाई किटकास्टको यस्ता कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यसै विषयलाई निरन्तरता दिँदै आज म फरक विषय र प्रसङ्गलाई यहाँ जोड्दै यो किटकास्टको प्रस्तुतिकरण गर्न गइरहेको छु। म प्रस्तुता प्रेमलाल पराजुली, यस बेबिलोन नेसनल स्कुलमा नेपाली भाषा तथा साहित्य विभागको विभागीय प्रमुख। आज हामी राष्ट्रिय परीक्षा बोर्डले 2082 सालमा लिएको एसई परीक्षा, जहाँ बेबिलोन नेसनल स्कुलबाट परीक्षार्थीको रूपमा रहनुभएका 64 जना विद्यार्थीहरूले राम्रो जिपिए र नतिजासहित एसई परीक्षा उत्तीर्ण हुनुभएको छ। त्यसमा बेबिलोन नेसनल स्कुलबाट 2082 सालको एसई परीक्षामा सहभागी हुनुभएका अनिश शाहले जिपिए 4 प्राप्त गरी सफलता प्राप्त गर्नुभएको छ। यही विषयलाई मध्यनजर गरी आज म यो किटकास्ट कार्यक्रम सञ्चालन गर्दैछु। सबैभन्दा पहिले जिपिए 4 प्राप्त गरी सफलता प्राप्त गर्नुभएका अनिश शाह तथा उहाँका असल अभिभावक बुबा दुवैजनालाई मैले यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्कार, मेरो नाम अनिश शाह, विक्रम सम्वत 2082 को पूर्ण रूपमा एसई दिएको विद्यार्थी र नतिजा पाउँदा 4 जिपिए ल्याएको हो र मेरो घर सिराहाको गोलबजार। ल ठिक छ। एसई परीक्षा 2082 मा सहभागी भई जिपिए 4 प्राप्त अनिश शाह र उहाँका बुवा सञ्जय कुमार शाह आज यस कार्यक्रममा उपस्थित हुनुहुन्छ। मैले आज खास गरी राम्रो नतिजा लिई एसई परीक्षामा उत्तीर्ण अनिश शाहसँग बढी जिज्ञासा राख्नेछु र साथसाथै अनिश शाहलाई त्यो सफलता प्राप्त गर्नुमा अभिभावकले के कति सहयोग गर्नुभयो, यो विषयलाई पनि मैले अभिभावकबाट बुझ्ने प्रयास गर्नेछु। नमस्कार, मेरो घर सिराहा जिल्ला हो, गोलबजार नगरपालिका 4 मा पर्छ। मेरो छोरोले 4 जिपीलाई मलाई धेरै खुसी लाग्यो। म घरैबाट व्यवस्था मिलाइदिएको, राम्रो गर्नु राम्रो पढ्नु व्यवस्था मिलाएर पठाएको। त्यही बेबिलोन स्कुलबाट 9-10 सम्म पढ्यो, एसएलसी दियो, एसएलसीमा जिपी 4 ल्यायो। मलाई धेरै खुसी लाग्यो, धेरै आशा राखेको छु अगाडि पनि त्यस्तै गरियोस्। धन्यवाद। अब म अनिश शाहतिर आएँ। एसई परीक्षामा जिपिए 4 ल्याउँदा खुसी त सीमा रहँदैन नै, कस्तो अनुभूति भइरहेको छ? अब एसई परीक्षा 2082 मा जिपिए 4 ल्याउँदा मलाई एकदमै खुसी लाग्यो। किन भन्दाखेरि आफूले 10 वर्ष जतिको मेहनत गरेपछि अब त्यसको नतिजामा पनि सफलता प्राप्त भएपछि आफूलाई पनि खुसी लाग्छ र अब एउटा गौरव जस्तो फिलिङ हुन्छ, अनुभूति हुन्छ। ठिक छ। परीक्षा सञ्चालन भइरहँदा अथवा एसईको नतिजा प्रकाशन नहुँदासम्म के मेरो जिपिए 4 आउँछ भन्ने कुरामा आशावादी हुनुहुन्थ्यो? अब परीक्षा हुनु अघि नै हाम्रो स्कुलले विभिन्न बुस्टअप एक्जाम्स अनि बाहिर गएर विभिन्न भनेको अरू स्कुलमा सेन्टर राखेर एक्जाम लिने गर्नुहुन्थ्यो। अनि त्यसमा चाहिँ अब नित्यक्रममा भन्नाले मार्क्स अब सुरुमा थोरै आयो भने त्यसपछि बढ्दै गएर भनेको बढ्दै जाँदै थियो। त्यसले गर्दा पनि हल्का लागेको थिएन, तर पनि म यति ढुक्क चाहिँ थिएन, तर आउला जस्तो चाहिँ लागेको थियो। ठिक छ। जिपिए 4 प्राप्त गर्नको लागि अथवा कुनै पनि परीक्षामा
राम्रो नतिजा ल्याउनको लागि कति मिहिनेत गर्नुपर्दो रहेछ? के छ त्यसको अनुभव? अब जिपिए 4 प्राप्त गर्नलाई या अरू परीक्षाहरूमा राम्रो अङ्क ल्याउनको लागि सर्वप्रथम आफूले स्वअध्ययन गर्न सिक्नुपर्छ र समय कसरी व्यवस्थापन गर्ने, समय व्यवस्थापन र आफ्नो शिक्षकहरूसित वार्तालाप गरिरहनुपर्छ। अनि आफ्नो भनेको गृह कार्य दिएको बाहेक पनि 2-3 घन्टा एक्स्ट्रा पढिरहनु पर्ने रहेछ। र अनि आफ्नो दाइ दिदी बहिनीहरू जोसित छ, अब आफूभन्दा सिनियरहरूसित अब के कस्तो एक्सपिरियन्स गर्नुभएको छ, के कस्तो अनुभव गर्नुभएको छ तिनीहरूलाई पनि भनेको सोध्दै आफूले पनि एक्सपिरियन्स लिनुपर्छ र यस्तो हुन्छ भन्ने कुरा त्यहाँबाट पनि हामीले थाहा पाइन्छ। हुँ। त्यसले गर्दा भनेको अब एसीमा कस्तो हुँदो रहेछ, सेन्टरमा कस्तो हुन्छ भन्ने कुरा आफ्नो दाइहरू पनि हुन्छ, आफ्नो दाइसित सोद्धा पनि भयो र आफ्नो शिक्षकहरूसित पनि वार्तालाप गरे राम्रो भइन्छ। र एक्जाममा चाहिँ राम्रो मार्क्स ल्याउन सर्वप्रथम चाहिँ रुटिन बनाउने र समय व्यवस्थापनमा महत्त्वपूर्ण ध्यान दिनुपर्ने रहेछ। हो, जति अनुभव त्यति सफलता। हजुर। ठिक छ। अनिसले यो जिपिए 4 प्राप्त गर्दै गर्दा अथवा एसई परीक्षामा सफलता प्राप्त गर्दा विद्यालयको समयभन्दा बाहेक घरमा पढाइको लागि लेख्ने होमवर्कको लागि मात्र नभएर समग्र लेख्ने पढ्ने सबै कामको लागि कति समय जति म्यानेज गर्नुहुन्थ्यो? कति समय जति घरमा व्यवस्थापन गर्नुहुन्थ्यो? दिनमा बिहान साँझ गरी कति घन्टा जति पढ्नुहुन्थ्यो? अब लेख्ने गृह कार्यभन्दा बाहेक भनेको अब आफूले पनि अब गाह्रो लागेको विषयमा ध्यान दिनुपर्ने रहेछ। र अब स्कुलले पनि हामीलाई एक्स्ट्रा ट्युसनको व्यवस्था गरिदिनु भएको थियो। अनि आफूले पढ्दै गर्दा चाहिँ अब लेख्ने होमवर्क बाहेक अब 1 घन्टा 2 घन्टा जति बिहान अनि 2 घन्टा चाहिँ बेलुका चाहिँ टाइम छुट्याइएको थियो। अनि त्यस्तै पढ्दै गरी अब कुनै अप्ठ्यारो लाग्यो भने स्कुलमा पनि आएर हामीले चाहिँ जति बेला नि शिक्षकहरूसित वार्तालाप गरेर समाधान गर्न सकिन्थ्यो। ठिक छ। अब पढाइको कुरा पास मात्र हुन, उत्तीर्ण हुन मात्र जति सजिलो छ, जिपिए 4 ल्याउन त्यति सजिलो छैन फेरि, हजुर। होइन? जिपिए 4 ल्याउनको लागि समय व्यवस्थापन, पढाइको रुटिन, समय तालिका, होइन, सबै कुरालाई राम्रोसँग व्यवस्थापन गरियो भने बल्ल त्यो आफूले सोचे जस्तो नतिजा प्राप्त हुने हो। हजुर। अब 700 पूर्णाङ्ककोमा 7वटा विषयहरू लिखित रूपमा परीक्षा दिनु पर्थ्यो। हजुर। सबै विद्यार्थी सबै विषयमा अब्बल हुँदैनन्। एकाध थोरै विद्यार्थीहरू मात्र त्यस्ता सबै विषयमा अब्बल हुने हुन्छन्। तर प्राय गरी विद्यार्थीहरूलाई कुनै विषयमा अलि सजिलो लाग्ने, कुनै विषयमा अलि गाह्रो लाग्ने हुन्थ्यो। हाम्रो शिक्षकहरूको अनुभवमा पनि राम्रोसँग म्याथ साइन्स जानेको विद्यार्थीले भाषा, नेपाली सामाजिक यिनीहरूमा अलि कमजोर हुने, नेपाली सामाजिकतिर यता भाषामा अलि अब्बल हुने विद्यार्थी चाहिँ उता टेक्निकल सब्जेक्टहरूमा फेरि अलि कमजोर हुने हुन्थ्यो। र अनिसले सबै 7वटै विषयलाई मिलाएर सन्तुलनमा राखेर, ब्यालेन्समा राखेर जिपिए 4 प्राप्त गर्नुभयो। अब आफूलाई अलि गाह्रो लागेका विषयहरूलाई, होइन, आफूलाई परेका ती समस्याहरू, ती जटिल विषयहरूलाई, जटिल जिपिए 4 प्राप्त गर्नको लागि जटिलै त थिएन, तर पनि यो विषयभन्दा यो विषय अलि मेरो लागि समस्या थियो भन्ने त थियो होला पक्कै पनि। ती समस्या भएका विषयहरूलाई कसरी सहजीकरण गर्नुभयो? कसरी त्यसलाई मिलाउनु भयो? म एसी दिनुभन्दा अगाडि मेरो भनेको टेक्निकल सब्जेक्ट भनेको राम्रो थियो। भनेको त्यसमा म अब राम्रो गर्न सक्थेँ भन्ने कुरा थाहा थियो। र यता भाषिक र साहित्यिक सब्जेक्टहरूमा, विषयहरूमा हल्का भनेको लाइक डर लाग्थ्यो, अब कमजोर छु भन्ने कुरा थाहा थियो मलाई पहिलादेखि नै। अब त्यसमा भनेको राम्रो अङ्क ल्याउनको लागि सर्वप्रथम मैले बुझेको कुरा चाहिँ आफ्नो हस्तलेखन चाहिँ राम्रो हुनुपर्ने हो, ह्यान्डराइटिङ चाहिँ राम्रो हुनुपर्ने हो। र त्यसपछि अब भाषिक विषयहरू जस्तै नेपाली, इङ्ग्लिस, अङ्ग्रेजीहरूमा आफ्नो व्याकरण चाहिँ राम्रो बनाउनु पर्ने हो। अब अङ्ग्रेजीमा चाहिँ 11 मार्क्सको व्याकरण आउने हो। त्यो सबै मिल्यो भने अङ्ग्रेजीमा चाहिँ अब 4 आउने रहेछ। अब नेपालीमा भने पनि अब नेपालीमा भनेपछि ह्यान्डराइटिङ पनि चाहियो। अनि त्यसपछि समय व्यवस्थापन पनि नेपालीमा चाहिँ चाहिने रहेछ।
किन भन्दाखेरि अब व्याख्या र लामो उत्तर गर्दा पनि समय निकै जान्छ नि, त्यसैले गर्दा घरमा पनि आफूले अब लामो उत्तर व्याख्याहरू चाहिँ आफूले निश्चित समय तोकेर, अब जस्तै व्याख्या 10 मिनटमा गर्नुपर्ने रहेछ भने त्यही 10 मिनटको टाइमर लगाएर अनि त्यसपछि आफूले चाहिँ त्यो एक्जाम पेपरको लुज सिट हुन्छ नि, त्यसमा चाहिँ आफूले प्र्याक्टिस गर्ने गरेको थियो। र सामाजिकमा पनि अब भन्दाखेरि त टाइम म्यानेजमेन्ट नै गर्नुपर्ने थियो, समय व्यवस्थापनको निकै महत्त्वपूर्ण भूमिका रहेको थियो। त्यसमा पनि आफूले अब जस्तै सामाजिकको एउटा सेट लिने, अनि सेटलाई अब 3 घन्टामा हामीले पुरै भ्याउनु पर्ने हुन्छ भने 3 घन्टा समय तोक्ने, र अनि त्यसपछि त्यो 3 घन्टामा म भ्याएरै उठ्छु भन्ने कुरा चाहिँ अब अठोट लिइकन अब आफूले गर्नुपर्ने हुन्छ। यसरी नै मैले चाहिँ अब आफ्नो भाषिक विषयहरूलाई हल्का राम्रो बनाउने कुरा राम्रो बनाउनेतिर लागेको थिएँ। ठिक छ। अब म अनिश शाहको बुवा सञ्जय कुमार शाहतिर जोडिन चाहेँ। पक्कै पनि आफ्ना सन्तानले, आफ्ना सन्ततिहरूले, छोराछोरीले यो शैक्षिक कार्यक्रममा सफलता प्राप्त गर्दा जुनसुकै बुवा आमाको पनि लहर हुन्छ। खुसीको सीमा रहँदैन। हजुर, हामी यहाँ शिक्षक र विद्यार्थी प्रत्यक्ष रूपमा कुराकानी गर्दा बुवा पनि यहाँ जोडिनु भएको छ। हुन्छ। अब साँच्चीकै आफ्नो छोराले यति राम्रो सफलता प्राप्त गर्दा, अझै पनि भनौँ नेपालमा हुन त केही पनि होइन, तर पनि एसई परीक्षालाई अझै पनि हाउगुजी बनाइएको छ होइन। एसई परीक्षा कति जिपिए आउने हो, के हुने हो, 4 जिपिए आउने हो कि होइन, उत्तीर्ण हुने हो कि होइन, एनजी आउने हो कि, अनेक किसिमका डरहरू अझै छँदैछन्। त्यो डरलाई पार गरी छोराले यति राम्रो नतिजा ल्याउँदा पक्कै पनि बुवाको मन हर्ष विभोर भएको होला नि, खुसी हुनुहुन्छ नि? खुसी छु सर। हो। अनि यति राम्रो सफलता प्राप्त गर्दा हजुरले यो छोराको लागि कसरी वातावरण मिलाइदिनु भयो? घरमा राम्रो वातावरण हुनु पर्यो, पढाइ लेखाइको राम्रो मिलाउनु पर्छ, शान्त वातावरण बनाइदिनु पर्यो, पढ्नको लागि इच्छा बनाइदिनु पर्यो, त्यहीहरू मिलाइदिएको। अनि यो अनिश शाह बाबु चाहिँ सानैदेखि पढाइमा यस्तै अब्बल थियो कि यो यसो थोरै उसको बाल्यकालको अथवा सानैदेखिको थोरै केही बताइदिनु न। पहिला त उतै मधेसैतिर पढ्थ्यो। हजुर। अनि त्यहाँ गोलबजार बुढा लिलकण्ठमा मैले होस्टेल राखेको थियो, त्यहीँ पढ्दै थियो। त्यहाँ पनि मास्टरहरू सरहरूले भन्दै थियो कि राम्रै छ पढ्नका लागि, तर त्यति उसले भन्यो कि म होइन, म दाइले त्यहाँ काठमाडौँ पढ्छ, हामी पनि काठमाडौँ नै जान्छु, त्यहीँ पढ्छ। अनि मैले जाऊ बाबु पढ, राम्रोसित गर, म त्यहीँ बेबुलियन स्कुलमा पठाइदिएको, त्यहीबाट पढेर यस्तो सफलता हासिल गरेँ। भनेपछि जब बाबु बेबिलोन नेसनल स्कुलमा पहिलो पाइला टेक्नु भयो, त्यसपछि उहाँको बेस राम्रो बनेको भन्न खोज्नुभएको? राम्रो बन्यो। ठिक छ। अनि अनिश शाहले यो बेबिलोन नेसनल स्कुलमा कति कक्षादेखि पढ्नुभयो अरे? म चाहिँ 7 कक्षादेखि। 7 कक्षादेखि। क्लास 6 सम्म सिराहा नै पढ्नुभयो। क्लास 7मा यहाँ आएर सुरु गर्नुभयो। 7, 8, 9, 10 4 वर्षको अवधिमा जे होस् आफू एभरेज अथवा एभरेजभन्दा अलि मुनिको विद्यार्थी बेबिलोन नेसनल स्कुलको गेटबाट भित्र आएपछि जिपिए 4 सम्म पुगियो। अनि अनिश शाहलाई म भन्छु यो जिपिए 4 प्राप्त गर्दै गर्दा अभिभावक, विद्यालय प्रशासन तथा शिक्षकहरूको भूमिका कस्तो रह्यो जस्तो लाग्यो? अब मैले एसई दिनुभन्दा अगाडि अब भनेको जिपिए 4 भनेको आफूले नै टार्गेट गरेको थिएँ। यसको लागि पनि हाम्रो प्रिन्सिपल सरले चाहिँ अब रुटिन बनाउन भन्नुभएको थियो। बेबिलोन प्रशासनले नै अब भनेको एसई परीक्षा अब राम्रो गर्नुपर्छ, यसको अब नतिजा पनि काम लाग्छ पछि भन्दै भन्नुभएको थियो। र अब कुनै पनि अब लाइक अब पढ्दै गर्दा समस्या आयो भने जति बेला नि शिक्षकहरूसित वार्तालाप गरी समाधान गर्न सक्ने अवसर पनि हामीसित थियो। यहाँ निकै विभिन्न सुविधाहरू पनि थियो, र यो सुविधाको पूर्ण रूपमा प्रयोग गर्दा चाहिँ अब जिपिए 4 पनि आउन सक्ने रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ। अनि भनेपछि कुनै पनि
शैक्षिक कार्यक्रममा एउटा विद्यार्थीले सफलता प्राप्त गर्नको लागि विद्यार्थीको मेहनतले मात्र पुग्दैन, हजुर सबैको साथ पनि चाहिन्छ। विद्यालय प्रशासनको सुविधाले मात्र पनि पुग्दैन, अभिभावकले घरमा दिएको वातावरण पनि आवश्यक पर्छ र त्यसका साथसाथै विद्यार्थी प्रत्यक्ष रूपमा जोडिने को हो शिक्षकसँग हो होइन। शिक्षकले आधुनिक तरिकाले उचित वातावरणमा शिक्षा दीक्षा दिन सकियो भने अनि मात्र अभिभावक, विद्यालय प्रशासन, शिक्षक र विद्यार्थीको यो समन्वयबाट मात्र के हुँदो रहेछ, एउटा राम्रो सफलता प्राप्त गरिने एउटा होइन सहयोग मिल्दो रहेछ होइन। भनेपछि अब अहिले त एसई परीक्षामा जिपिएफओ प्राप्त गर्नुभयो, यसमा मैले जिपिएफओ प्राप्त गरेँ, अब मेरो पढाइ सकियो, मेरो अब सबै सकियो भने त भएको छैन नि, भएको छैन होइन। अझै अब पढाइ बाँकी छ। हो, अझै स्कुल लेभल भनेको कक्षा 11 र 12 दुईवटा बाँकी नै छन्। अब अनिश शाहले एसईमा जिपिएफओ प्राप्त गरिसकेपछि अब भविष्यमा आफ्नो करियर कसरी अगाडि बढाउन चाहनुहुन्छ? आफ्नो भविष्यको करियर के हो? सर्वप्रथम म आफ्नो भविष्यको लागि पहिला +2 11 12 अब साइन्स लिएर साइन्सको अब कम्प्युटरतिर जानेछु र कम्प्युटर लिएपछि अब लाइक आइटीतिर राम्रो होला कि भन्ने आशा छ र आइटीतिर भनेको लाग्नेछु। भनेपछि भविष्यमा आफू आइटीतिर गएर आइटी इन्जिनियर अथवा आइटी विज्ञ कुनै एउटा क्षेत्र छनौट गर्ने योजना हो। हजुर ठिक छ, त्यसको लागि अग्रिम शुभकामना फेरि। अनि अब म अन्तिम बिन्दुतिर आइरहेको छु। अनिश शाहले बेबिलोन नेसनल स्कुलबाट एसईमा जिपिएफओ प्राप्त गर्दै गर्दा अहिले कक्षा 10मा पढेका भाइ बहिनीहरूलाई जुन अहिले पढिरहनु भएको छ, अब 2083 सालको राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईमा सहभागी हुनको लागि अहिले कक्षा 10मा पढ्दै हुनुहुन्छ, ती भाइ बहिनीहरूलाई अनिश शाहले दिने सुझाव के हो? अब अहिले 2083 सालमा अब हुन गइरहेको एसई परीक्षामा आफ्नो भाइ बहिनीहरूलाई म यो सुझाव दिन चाहन्छु कि अब भनेको त्यसको लागि एसई अब भनेको डर जस्तो नमान्ने के। अब त्यसमा धेरै तनाव र स्ट्रेस पनि नलिने, अनि त्यसपछि रिल्याक्स हुने, अनि त्यसपछि शिक्षकहरूले भनेको कुरा मान्ने, अनि त्यसपछि पास हुन चाहिँ सजिलो हुने रहेछ एसई। तर यदि राम्रो अङ्क ल्याउनु पर्छ भने त्यसको लागि आफूले चाहिँ अब दृढ इच्छा शक्ति लिएर नै अब म यो गर्छु भन्ने कुरा टार्गेट लिएर, अब म यति जिपिए ल्याउँछु, यति ग्रेड ल्याउँछु भन्ने कुरा टार्गेटले नि लिएर भनेको अगाडि बढ्नुपर्ने रहेछ। अनि त्यसपछि चाहिँ अब उनीहरूले अब टर्मिनल एक्जामहरू हुन्छ, विभिन्न त्रैमासिक परीक्षाहरूमा नराम्रो अङ्क आउँदा त्यसमा हरास नखाई आफूले अर्कोपल्ट चाहिँ राम्रो गर्छु भन्ने कुरा अब सोचेर चाहिँ हिँड्नुपर्ने रहेछ। भनेपछि कुनै पनि सफलताको बिन्दुमा पुग्नको लागि धैर्यता पनि चाहिन्छ, आत्तिएर मात्र हुँदैन। जसले सुख र दुःखलाई ब्यालेन्स मिलाएर सन्तुलनमा राखेर अगाडि बढ्न सक्छ, एकपटक उसले सफलता प्राप्त गरेरै छाड्छ होइन। त्यसैले पढाइको कुरा भनेको नआत्तिकिन दैनिक रूपमा कार्यतालिका बनाएर आफूले निरन्तर रूपमा अध्ययनलाई अगाडि बढाइयो भने सफलताको बिन्दुमा पुगिँदो रहेछ। अब म अभिभावक सञ्जय कुमार शाहज्यूसँग आएँ। हजुरले कक्षा 7 देखि बेबिलोन नेसनल स्कुललाई छनौट गरी बाबुलाई यहाँ पढाउनु भयो, अनि स्कुलबाट बेबिलोन नेसनल स्कुलबाट कक्षा 11मा भर्ना हुन जाँदै गर्दा यो विद्यालयबाट सफलता प्राप्त गर्दै गर्दा यो विद्यालयलाई हजुरले के भन्न चाहनुहुन्छ? स्कुललाई राम्रै हो नराम्रै पढाओस्, विद्यार्थी त्यही होस्, 4G पिलायोस्, सबैलाई हौसला बढाएर अगाडि बढाओस्। त्यसै हामीहरू सरहरू सब अपेक्षा राखेको छु कि सबै विद्यार्थीलाई हौसला बढाओस्, हौसला गरेर अगाडि राम्रोसित बनाइदिनु, त्यही हो अपेक्षा। अनि अब छुट्दै गर्दा अनिश शाहलाई पनि त्यही प्रश्न। अब आफूले 4 वर्ष पढेको विद्यालयबाट राम्रो नतिजासहित कक्षा 11 को लागि अनिश शाह जाँदै हुनुहुन्छ। अब जाँदै गर्दा बेबिलोन नेसनल स्कुललाई
भन्नुपर्ने यो स्कुलको बारेमा भन्नुपर्ने थोरै केही छ? अब बेबिलोन नेसनल स्कुलले अब मेरो लागि पनि राम्रै वातावरण मिलाइदिनु भएको थियो। अँ, अब पक्कै पनि अब 4 वर्ष पढेपछि स्कुलको याद त आउनु नै छ, सम्झना रहन्छन्। अँ, अब मैले अपेक्षा गरेको चाहिँ अब आउने ब्याचहरू पनि अब आउने अब एसीको ब्याच अब कति अब आउँछन् जान्छन्, अब त्यसमा पनि राम्रो अङ्क आओस् र अँ, बेबिलोन नेसनल स्कुल एक शैक्षिक धरोहर संस्थामा धरोहर धरोहरमा अँ, एक राम्रो संस्था बन्न सफल होस् भन्ने कुरा कामना गरेको छु। ठिक छ। मैले अन्तिममा फेरि अनिश शाहलाई एससीमा ल्याएको जिपिए 4 प्रति बधाई ज्ञापन गर्दै र आगामी भविष्यको लागि होइन उज्जवल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। अनि बुवालाई पनि छोरालाई यो सफलता प्राप्त गराउनुमा केही न केही अभिभावकको पनि ठुलो हात हुन्छ, ठुलो भूमिका हुन्छ। हुन्छ सर। यसरी वातावरण बनाइदिएर छोरालाई राम्रो जिपिएमा उत्तीर्ण गराई अब कलेज अथवा कक्षा 11 प्रवेश गराउँदै हुनुहुन्छ। यो वातावरण बनाइदिएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद दिँदै हामी फेरि अर्को पटक पनि कुनै समसामयिक विषयवस्तुमा हामी कुराकानी गर्ने नै छौँ। भेट भइरहनेछ। अहिलेलाई धन्यवाद। नमस्कार।